Hello guys, welcome back to my video फेरि पनि है र आज चाहिँ we are heading towards Gangtok झन् चाहिँ हामी ओल्ड एज होम पनि निस्किने भयो सो स्टे ट्युन है र गाइस फाइनली हामी चाहिँ ओल्ड एज होम पुगिसक्यो र लुक एट द भ्यू ओल्ड एज होम चाहिँ यस्तो रहेछ हो र यो ओल्ड एज होमको लोकेसन चाहिँ तपाईको रानीपुल सिक्किम गान्तोकको तलतिर रहेछ र गाइस यो चाहिँ अफिस रहेछ हो अङ्कलको सानो अफिस मजाको यो चाहिँ बोइस डोमेट्री बनिँदै रहेछ र यतापट्टि चाहिँ गर्ल्स डोमेट्री रहेछ अब जुन बसिरहनु भएको रहेछ र म चाहिँ हल्का लुक्स हेर्दै आफ्नो र उहाँ बोजू चाहिँ रिसेन्टली आउनु भएको रहेछ यहाँनिर हो बिचरा डायबिटिस बिमारको हुनुहुँदो रहेछ सो अङ्कलले नै हेर्नु हुँदो रहेछ उहाँले नै सबै यहाँ केटेको सिनियर बोजू सबैभन्दा बोजू चाहिँ खतरा हुनुहुँदो रहेछ आँखामा मजाले देख्नु अङ्कलले उहाँहरूको पनि हुनुहुँदो रहेछ अङ्कल बाजे Boys डोमेट्री चाहिँ बोइज डोमेट्री कन्जस्टेड देख्दैछ कि तर यो उनीहरूलाई अब रिएलाइज गरेपछि चाहिँ नि हुन्छ लाइटको पनि बाहिरबाट गरेको नि हो बोइज डोमेट्री बाजे अब बिस्तारै पहिला कस्तो थियो यही सो कति 1000 इयर्स लाग्छ त्यसलाई उ गर्नु लाग्यो सो त्यसलाई चाहिँ चिफमा कन्भर्ट गरेर चाहिँ यो हुँदैछ त अन्त स्यान्डले उ गर्यो भने चाहिँ अब उसले 10 वटा बनायो कुच्चो बनाउने बाजी चाहिँ कहाँ छ कुच्चो उहाँले बनाउनु भएको अरे हो इज मेकिङ छ त माथि कुच्चो अझै ठिकै छ नि त्यतिकै हो सोको लागि आयो है गाइस यो चाहिँ कम्ती सब्जीहरू ल्याइदिनु भएको थियो होइन दिँदैछु डक्टर निकालिदिनु हुँदैछ हो पेटी गर्नु हुँदो रहेछ फुलहरू मजाले रोपेको रहेछ यहाँनिर हो मजाको भेरी नाइस मजा लाग्यो यहाँ हेर उहाँहरूले नै रोप्दो रहेछ कामहरू आफै गर्दो रहेछ अब यो सब्जी माथि लान्छ हामीले ल्याइदिएको घरको बोजू पनि आउनुहुँदैछ यस्तो माया लाग्दो के उनीहरू बोजू 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 हेलो 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 बाई बाई बिस्तारै जानु ल हजुर अब गएको हजुर हजुर बाई